हेलो गुड मर्निङ एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु वेलकम टु माई न्यू ब्लग तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ आज चाहिँ शनिबार हैन टक्क लाएर साथीहरुसँग दाजुहरुसँग माथि घुमघामको लागि जाँदैछौँ बाराकोल भन्ने ठाउँमा यो चाहिँ पोर्कको मासु हो पोलेर खानलाई लिएको ल हामी चाहिँ मासतिर लाग्यौं टक्क स्विमिङ गर्ने मासु पोलेर खान है लास्ट गरमा उहाँ दाइ झन् चढ्दै हुनुहुन्छ माथि बाटो अप्ठ्यारो रहेछ अनि हाम्रो दाइहरु अगाडि हिँड्नु भएको छ म पछि यही हो कि बस्ने ठाउँ पनि अब उ सन्तोष दाजु अगाडि हिँड्नु भएको छ यो चाहिँ बाराकोल जाने पुल हो बाटो अप्ठ्यारो रहेछ उकालोमा रहेछ बाबा धेरै पर्दैन बाइ बाइ दुई दिन पोस्ट दिउ कि जस्तो झोक्छ यार कान्दछे तपाईले के भनेको होइन होइन म तपाई जानी मात्रै होला बेसार हो बेसार र मसला र लिकिलाम बेसार पनि मसला पनि एकल पनि बेसार त पर्दैन तपाईँ हो नि सिपाला भनेको यहाँ के थाहै छैन यार बिहान कुक्नु तपाईँ पो त दिन पानी छैन यहाँ पानी देऊ त यार मोमो दाइ त प्रोफेसर कुक जस्तै देखिया हेर्दा यार तामेलहरु देखियो जस्तो पानी ल्याउनु प्लास्टिक हाल्दिदियो हैन चाहिँ यार मसला थोरै तेल त थोरै लाए लाग्छ के प्योर गरेको होला है फेरि अलि त घुम्नु पर्यो नि हेको ए खाते पारम कहाँ फेरि तेल त बगानै पर्यो 1 लिटर त यति निस्कियो त यार बारीक साग अरे झरेर दियो बोएछ यार च्यान ल अहिले चाहिँ हामी बाराकोलमा छौँ टक्क खाजाहरू खाएर टक्क स्विमिङ गरेर माथि गाउँतिर घुम्न आएको रमाइलो भयो यहाँ बिहे पनि रहेछ फेरि डेक बजिरहेछ जोस् बाराकोल पनि रमाइलो रहेछ ठाउँ चाहिँ है म त कहिले आएको थिइनँ फर्स्ट टाइम आएको जोस् रमाइलो लाग्यो घरहरू पनि धेरै रहेछ एरिया ठुलै रहेछ घरमा बस्दा वाक्क भएको छ भने गर्मीले एकदम सताएको छ भने तपाईहरु पनि आउन सक्नुहुन्छ माथि बाराकोल है सबैजना अगाडि गइसके म चाहिँ पछि छु आजको भिडियो यति नै भयो